नमस्कार नमस्ते। आज फेरि नयाँ ब्लगमा तपाईँलाई म स्वागत गर्छु टक विथ प्राञ्जलबाट। म अहिले छु ठ्याक्कै किङ जर्जमा। बवाल नै पानी परिरहेको छ है। र आज म जाँदैछु मेरो एकजना साथीको चाहिँ आइफोन 17 प्रो म्याक्स किन्नको लागि। हामी अहिले बेस्ट बाई जाँदैछौँ। यहाँ चाहिँ बेस्ट बाई भनेको सबै इलेक्ट्रोनिक्सको सामानहरू पाउने एउटा सपिङ कम्प्लेक्स जस्तो छ। त्यहाँ चाहिँ हामी जान्छौँ अहिले। त्यहाँ के कस्तो हुन्छ क्रेडिट चेक गर्छौँ, के कति क्रेडिटमा पाइन्छ के कति पाइन्न म तपाईँलाई सबै देखाउँछु। र ऊ चाहिँ मेरो फ्रेन्ड हो निरज बेलवासे। अब हामी बहुतै वाइल्ड नै पानी पऱ्यो आज। यस्तो डेन्जर पानी पऱ्यो कि पुरै छोडिदिउँ, छिटो छिटो दौडी नै जानुपर्छ होइन। अनि हामी चाहिँ हिँड्दै जाने खास प्लान थियो भ्लग गर्दै गर्दै, तर पानी खत्रै परेको भएर चाहिँ ट्रेन लिनुपर्ने भयो। अनि ट्रेनमै जान्छ होला नि निरज? सकिँदैन क्या, खत्रै पानी पर्यो। हावाहुरी मान्छेहरूको यस्तरी यस्तो डेन्जर पानी। आज साँझबाट चाहिँ स्नो छ। क्यानाडा त के डुब्छ होला। आज साँझबाट चाहिँ स्नोफल देखाइरहेको छ गुगलमा, तर चाहिँ यो ठाउँमा स्नो पर्दैन, परिरहेको छैन अहिलेसम्म। के भन्ने, पर्ने कि पर्छ कि पर्दैन केही थाहा पत्तो छैन, तर पानी चाहिँ बिजोक नै परिरहेछ के। आज बिहानबाट वाइल्ड नै पानी पर्यो। अहिले एक क्रममा म दौड्दै दौड्दै किङ जर्ज रेलवे स्टेसन अगाडि आइपुगेँ। म यति नजिक छु किङ जर्ज रेलवे स्टेसनको। ठ्याक्कै पछाडिपट्टिको अपार्टमेन्टमा हामी बस्छौँ। यो हो म सधैँ आइराख्ने रेलवे प्लेटफर्म किङ जर्ज। अहिले हामी चाहिँ ट्रेनमा आइसक्यौँ होइन। के लाग्छ त निरज, आज फोन पाइन्छ त? आज त छैन, तर एक्सपेक्टेसन छ चाहिँ फोन पाउँछ जस्तो लागिरहेको छ, तर हेरौँ के हुन्छ। अब हाम्रो गएर थाहा हुन्छ हाम्रो, किनभने आज चाहिँ लगभग 4 महिनाको क्रेडिट हिस्ट्री पुरा भयो। अनि क्रेडिट स्कोर पनि एकदम बवाल भएको भएर ट्राई गरौँ न त। दियो भने दिइहाल्यो, दिएन भने ठिकै छ, अझै 2 महिना कुरेर क्रेडिट बढियो बनाएर अनि फेरि गरौँला भनेर हामी निस्क्यौँ आज। त्यही हो नि त हाम्रो प्लान। त्यही हो। अनि त्यसपछि हाम्रो ग्रोसरिजको पनि प्लान छ। ग्रोसरी सकियो, चामलको गेडो छैन पकाएर खानलाई। हिजो चामल सकिएछ भन्ने थाहा पाइएन, अनि राति 8-9 बजीतिर थाहा पाइयो। त्यसपछि चाहिँ अब लिन जान पनि गाह्रै छ होइन। हामी ग्रोसरी लिन जाने ठाउँमा अलि टाढै छ भनौँ, टाढा त होइन, 4-5 किलोमिटर छ। अनि राति नै भइसकेको थियो कि 10-12 बजिसकेको थियो। हिजो हामी लास्टै ढिलो भएको थियो। त्यसपछि हामी नुडल्स पकाएर खायौँ। आज हामी फोन पछि सिमेन्ट बनाएर खाएको। हामीले हिजो चाहिँ थुक्पा खाएको क्या हो। अनि थुक्पा, अनि आज चाहिँ हामी त्यो बेस्ट बाई पछि अनि फोनको इन्क्वायरी पछि हामी चाहिँ ग्रोसरिज लिन पनि जान्छौँ। आज के लिने हो ग्रोसरीमा? ग्रोसरीमा चाहिँ राइस, गार्लिक, जिन्जर, एभ्रिथिङ जो हामीलाई नेसेसिटी छ त्यो सबै ल्याउने हो। आज ल्याउनै पर्छ, नत्र फेरि यहाँ ठ्याक्क झर्दा झर्दै खत्रै वाइल्ड नै गाँजाको स्मेल आयो यो ठाउँमा है। फ्रेस हावा त लिनै पाइँदैन के। कुन फ्लेभर बसाइरहेको हुन्छ, कहिले कुन फ्लेभर बसाइरहेको हुन्छ। अहिले चाहिँ वाइल्ड नै गनायो, खत्रै गनायो। अब हामी किङ जर्जबाट 1 मिनटको ट्रेनमा हामी चाहिँ सरी सेन्ट्रल आइपुग्यौँ। सरी सेन्ट्रलको सेन्ट्रल सिटीभित्र छ बेस्ट बाई। अनि बेस्ट बाईमा गएर हामी आज चाहिँ हेर्छौँ, तपाईँहरूलाई देखाउँछौँ के कस्तो छ होइन। प्राइस कति पर्छ त क्यानाडामा। हामी चाहिँ ठ्याक्कै रोजर्सकोमा आइपुगेछौँ क्या। अनि यहाँ भिडभाडै छ होइन रोजर्समा, मान्छेहरू पनि थुप्रो छ। तर बाहिरपट्टि म प्लान पनि देखाउँछु होइन। फाइडोको कस्टमर स्विचिङको लागि $40 100 GB भ्यालेन्टाइन डे अफर पनि आइसकेको रहेछ। एक्स्ट्रा 140 बिल क्रेडिटमा when you add a new line with getting a new phone $45 100 GB। फाइनली रहेछ चार्टर स्विचिङ टु रोजर्स 35 अथवा 40। रोजर्स प्रिफर प्रोग्राम प्लानको लागि चाहिँ $40 60 GB। अनि को मान्छेहरू एलिजिबल हुनसक्छ त भन्दा गभर्मेन्ट इम्प्लोइड, सेलेक्टेड मल इम्प्लोइड, कर्पोरेट इम्प्लोइज यो चाहिँ हुनसक्ने रहेछ। यो चाहिँ रोजर्सको प्लान भयो होइन। रोजर्सको हामी उसमा आएको छौँ। अब निरज त्यहाँ बुझ्न गइरहेका छन् है। यहाँ त काम बनेन होइन। यहाँ चाहिँ के अरे हाम्रो डाउन पे नै गर्नुपर्ने भयो। खासमा हामी डाउन पे नगर्ने प्लान भेटायौँ भने चाहिँ गर्ने भनेर आएको हो होइन। डाउन पे नै भयो, डाउन पे गर्ने भएछ त जहाँबाट डाउन पे गरेर लिए पनि भयो, खालि प्लानको मात्रै त फरक हो। त्यो भएको भएर हामी बेस्ट बाई जाँदैछौँ। अहिले चाहिँ रोजर्सकोमा पसेर हामी आएको थियौँ के कस्तो हुन्छ भनेर। अहिले चाहिँ हामी अब बेस्ट बाई
जान्छौँ बेस्ट बाईमा पनि त्यस्तै नै लाग्छ मलाई। अनि बेलमा अब हामी बेल देखियो बिचमा होइन, हामी चाहिँ बेलमा जाँदैछौँ। बेलले के भन्छ, अघि चाहिँ म उसको कुरा सुनाउँछु भन्दै थिएँ, उसले उस नै दिएन के, उसले पर्मिसनै दिएन भिडियो नखिच भन्यो मैले बोलेको कुराहरू, त्यही भएर भिडियो खिच्न मिलेन। यहाँ पनि त्यही त होला, यहाँ मिल्यो भने मिल्यो, मिलेन भने फेरि म यसरी इन्फर्मेसन दिन्छु। हामी चाहिँ अहिले बेलमा छौँ, बेलमा के कस्तो हुन्छ हेरौँ। बेलमा त 17 प्रो म्याक्स नै रहेनछ, सबै सोल्ड आउट भइसक्यो रहेछ। 17 र 17 प्रो म्याक्स, खालि 16 मात्र थियो। अनि के गर्ने, 16 लिने हो त? 16 नलिने यार, कहाँ लिने 16 यार, सानोतिनो फोन चलाउनु नि त मैले चलाएँ। 16 नलिने, अब 17 प्रो म्याक्स नै लिने हो। अनि यहाँ त रहेछ, अब यहाँ एकचोटि हेरौँ यहाँ के हुन्छ। यो चाहिँ एउटा बुथ हो, वाओको बुथ हो। के भन्ने रहेछ, यहाँ पनि मिल्छ कि मिल्दैन, मलाई मिल्ला जस्तो लाग्दैन कि अहिले होइन, किनभने जम्मा 4th मन्थ पुरानो क्रेडिटमा हिस्ट्रीमा दिँदैनन् कि फोन, त्यही पनि हामी सोध्न आइरहेछौँ। तपाईँको बुथमा पनि भिडियो क्याप्चर गर्न दिएन, खै के प्रब्लम हो है। आखिर थाहा त सबैलाई भइ नै हाल्छ, डिटेलहरू गुगलमा अभाइलेबल नै छ, तर यिनीहरूले भिडियो बनाउनु दिएन। यहाँ त्यही हो, 40% डाउन गर अनि बाँकी चाहिँ इन्स्टलमेन्टमा लिएर जा भनेको छ। निरजलाई 40% डाउन गर्न मन छैन, जुन स्वाभाविक पनि होइन होइन। अहिले पैसा कम पनि हुनसक्छ नि त। अब लाइक भर्खर क्यानाडा आएको, अनि अब 40% डाउन भनेको 850 जति डाउन गर्ने बित्तिकै 850 त आफ्नो उसबाट त गयो होइन, माइनस भयो। र डलर माइनस हुँदा बहुत चिसिक्क हुन्छ यार। त्यो भएको भएर चाहिँ त्यो स्वाभाविक पनि होइन, त्यो भएको भएर 850 उसले डाउन पनि गर्न खोजिरहेको छैन होइन। त्यो ठिकै पनि हो, डाउन गर्न पनि हुँदैन। जहाँ चाहिँ हामीलाई चाहिँ 0 डाउनमा मन्थली इन्स्टलमेन्टमा दिन्छ, त्यहीबाट हामी पिक गर्ने भनेर निस्केका छौँ। किन अब बेस्ट बाई एउटा अप्सन छ, अनि अर्को प्यानोरामा हिल भन्ने ठाउँमा बेलको एउटा अप्सन छ। दुईवटा अप्सनबाट दियो भने दियो, नत्र भने हामी फेरि ग्रोसरी गरेर रित्तो हात गरेर फर्किनु पर्ने हुन्छ। त्यहाँ त कुरा मिल्ला जस्तै भयो होइन। अब हामी त्यहाँभन्दा पनि अलि सस्तो प्लान छ कि भनेर बेस्ट बाई नजिकै छ, बेस्ट बाईमा गएर हेर्छौँ। अनि बेस्ट बाईमा महँगो भयो त्यहाँको भन्दा भनी अब त्यहीँ गएर लिन पर्यो वाओको बुथबाट होइन। बेस्ट बाईमा अलिकति ठिक छ, सस्तै छ भने किन महँगोतिर जाने होइन। त्यसपछि हामी प्यानोरामा पनि पुग्छौँ। हामी 3 लोकेसनमा हामी चाहिँ के अरे इन्क्वायरी गरेर जहाँ हामीलाई कम पर्छ डाउन पेमेन्ट अथवा मन्थली इन्स्टलमेन्ट प्लान, हामी त्यहीँबाट लिने प्लान गरेको छौँ। त्यही होइन निरज कुरा, त्यही हो त्यही हो। किन महँगो हाल्ने होइन, तिमीलाई महँगो वाइल्डले महँगो हाल्न मन छ, खतरा स्विफ्ट हान्ने मान्छेलाई अनि महँगो हाल्ने त केही फरक त पर्दैन नि त। महँगै हाल्नु, मैले खासमा गोल्ड प्लेटिनियम 24 क्यारेट गोल्ड त्यो आइफोन किन्छु भनेर सोचिरहेको थिएँ, तर अलिक बजेट भन्दा अलि कम परेको त फेरि, त्यो भएर चाहिँ किन्न मन लागेन कि मलाई अहिले। हेरौँ आहिस्ता आहिस्ता त्यो पनि किनौँ ल। अनि त्यही अब मेरो अलि स्ट्यान्डर्ड डाउन भयो भने चाहिँ त्यही किन्छु मैले। अलि स्ट्यान्डर्ड डाउन भयो चाहिँ गोल्ड प्लेटेड डायमन्ड प्लेटेड आइफोन किन्ने रे। अहिले चाहिँ हामी बेस्ट बाईमा आइपुग्यौँ। बेस्ट बाई भित्र कस्तो छ, भित्र त खाली छ आज, के हो भित्र खाली छ, राख न त्यसलाई, देख्छ कि यहाँ अरू ठाउँमा गएर आएर छ भन्ने हुन्छ। अब हामी आइसके छौँ बेस्ट बाईमा। हमारे यहाँ पे एक भैया मिले हैं, भैया हमको आईफोन 17 मिल सकता है? कौन सा चाहिए? प्रो मैक्स। प्रो मैक्स? प्रो मैक्स देखना पड़ेगा सिस्टम में। देखते हैं फिर, आप फ्री हो? मैं तो फ्री नहीं हूँ, बट आप यहाँ पे प्राइसेस वगैरह चेक कर लो। एक मेरा फ्रेंड भी काम करता था, शायद निकल गया, निनाद हाँ निकल गया ना। हाँ खाली, अच्छा अभी हायरिंग नहीं है इधर? नहीं अभी नहीं है, नहीं है, अभी हायरिंग होगी बिल्कुल लास्ट। खाली सीजनली होती है क्या इधर? सीजनली होते हैं जो बाकी पोजीशंस होते हैं वो पहले फिल हो जाती है ना। जैसे अब जो सीजनल थे, जो अभी लास्ट ईयर सीजनल थे, अगर कोई पोजीशन ओपन होगी तो उन्हीं को रख लेंगे। ओके थ्याङ्क यू भैया। अभी हम अहिले हामी चाहिँ बेस्ट बाईमा आइसकेका छौँ होइन। अब 17 प्रो म्याक्स पाइन्छ कि पाइँदैन थाहा छैन। ठ्याक्कै गोप्रोमा आइसकेको छु कि $94 बिफोर ट्याक्स, $65 पर मन्थ बिफोर ट्याक्स। गिम्बल छ, यस्तो राम्रो गिम्बल छ। $179 किन्ने हो भने, इन्स्टलमेन्टमा गर्ने हो भने $60 बिफोर ट्याक्स। इयरबड्स 3 प्रो यसको छ $164 बिफोर ट्याक्स। डिजिआईको मैले यही खोजिरहेको थिएँ है, डिजिआईको यो चाहिँ गिम्बल छ। यसको त एकदम महँगो छ होला, $185। खासमा मैले असमोस पकेट 3 हेरिरहेको हो। कता छ, यहाँ छ डिजिआईको ड्रोन, $709। पकेट 3 कहाँ छ? पकेट 3 असमोस यहाँ एउटा छ $615। अनि असमोस एक्सन 4 $439। पकेट 3 मैले भेटाउन सकिरहेको छैन होइन। यता पनि डिजिआईको ड्रोनहरू छ।
DJI को $1,429 बिफोर ट्याक्सकै समस्या के ट्याक्सकै समस्या काम गरेर पे आउँदाखेरि पनि ट्याक्स काटेकै छ होइन ट्याक्स काटेको इन्कमबाट केही सामान किन्न गयो भने पनि ट्याक्स काटेकै छ है यता ट्याक्स उता ट्याक्स दिमाग खराब भइसक्यो ट्याक्स तिर्दा तिर्दा तर ट्याक्स त औडै हो क्या यहाँ यो ठाउँमा इन कम्पेयर टु दुबईमा ट्याक्स फ्री छ अरे होइन दुबई भनेर हामी नकारात्मक दृष्टिकोणले हेरिन्छौँ तर दुबई वान अफ द सुपर पावर नै हो क्या दुबई पनि यस्तो राम्रो इकोनोमी अनि बिना ट्याक्स फ्री सबै कुरा अनि त्यस्तो हेर्ने दृष्टिकोण कसरी हेरिन्छ भन्ने कुरा मात्रै हो हामी खालि नर्थ अमेरिकन कन्टिनेन्टमा क्यानाडा पर्छ अब अमेरिका सुपर पावर हो युएस यस्तो दुबई यस्तो भनेर कम्पेयर गरिन्छ बट रियालिटी चेक गर्दाखेरि फार बेटर छ युएस क्यानाडा भन्दा दुबई निरजले फोन पाए कङ्ग्रेचुलेसन सब बधाई छ धेरै डाउन गर्नु परेन उता 800 डाउन थियो यता 200 मात्र डाउन छ अनि पर मन्थ 100 जस्तो इन्स्टलमेन्ट तिर्नुपर्छ अनि के अरे बेस्ट बाईमै पाएँ यिनले प्यानोरामा हिल जान परेन अनि बधाई छ अब यहाँ बसिरह डिस्कस गरिरहन् के अरे ओरेन्ज लिने हो कि ब्लू लिने हो भनेर अनि अब ब्लू लिन मन लाग्छ तिनलाई अनि ब्लू नै लिन्छन् होला निरजले अहिले चाहिँ पाइसके फोन पाइसके लाइनमा बसेछन् अब स्क्रिन गार्ड प्रोटेक्टर लगाउने त्यसपछि अरू के गर्ने अनि त्यसपछि घर निस्किने गेमिङ पिसी सबै चिज क्रेडिट स्कोर हो क्यानाडामा अनि क्रेडिट स्कोर राम्रो भयो भने पाइयो क्रेडिट स्कोर नराम्रो भयो भने चाहिँ अलिकति पाइँदैन होइन बढी डाउन पे गर्नुपर्छ क्रेडिट स्कोर बवाल भयो भने चाहिँ थोरै डाउनमा पनि पाइन्छ तर जिरो डाउनमा पनि पाइन्छ हाम्रो चाहिँ अहिलेसम्म 6-7 मन्थको हिस्ट्री नभएको भएर जिरो डाउनमा किन्न पाइएन 200 जति डाउन पे गर्नु पर्यो फ्रिडमको सिमको लागि सिम पछि पनि डाउन फरक हुन्छ है जस्तै अब रोजर्सतिर गयो भने 800-900 डाउन पर्न जान्छ सिम पछि पनि फरक हुन्छ अब यहाँ स्क्रिन गार्ड लिएर हामी निस्किन्छौँ ल फाइनली निरजले किनिसके हामी निस्कि पनि सक्यौँ बेस्ट बाईबाट ल निरज 17 प्रो म्याक्स चाहिँ अब यो हामीले धेरैसम्म फलो गरेर पाएको होइन अनि कस्तो महसुस भइरहेछ 17 प्रो म्याक्स बोक्दा अब मलाई चाहिँ अहिले त्यस्तो केही महसुस चाहिँ त्यस्तो केही भएको छैन अहिले चाहिँ तर चाहिँ यति चाहिँ खुसी लाग्छ चाहिँ इट्स लाइक अ ड्रिम कम ट्रु जस्तो लाइक मेरो सपनै थियो फोन किन्नु आइफोन किन्ने सो रिसेन्टली आई बाई इट एन्ड आई फिल लाइक केही एचिभ गरेर जस्तो फिल भइरहेको छ मलाई अहिले चाहिँ है अब हामी चाहिँ अब 17 प्रो म्याक्स किन्यौँ होइन अब चाहिँ हामी लोटरीको $1 million को चिट्टा किन्ने हो आज अनि एउटा के त अन्त तिमीलाई त्यो थाहा छ कि नै यो के अरे यो आइफोन पछाडि त्यो 24 क्यारेट गोल्ड कहाँ कोही लाग्छ कभर कोही लाग्छ थाहा कि तिमीलाई त्यो चाहिँ अहिले हान्ने अहिले आवश्यक छ अरे के माथि बाटोमाथि हो आइफोन पछाडिको 70 के अरे गोल्ड प्लेटेड खोजिरहेन अब यताबाट साइडमा हो नि त तल किन जाने हो र तर त टिएनटी हो ए भगवान यताबाट निस्किनु भनेको के कताबाट बेस्ट किन बेस्ट बाईबाट निस्किने हो र तलबाट अनि लोटो यो चाहिँ $1 million को लोटरी लिने हो लोटरी नलिने यार बजेट कम छ अहिले बजेट अलिक कम छ अब 17 प्रो म्याक्सले सब बजेट हल्लाइदियो होइन अनि अब हरेक महिना अब इन्स्टलमेन्टमा ट्याक्क महिनाको अन्तिममा ठ्याक्कै काटिदिन्छ कति काट्छ अरे लाइक $100 जति काट्छ $100 लाइक मैले $100 चाहिँ मैले गरेँ $100 आउँछ कि $100 आफ्टर ट्याक्स सबै काट्छ अब यही ठाउँमा हो हामी भर्खर आएको थियौँ कि हामीले के अरे फोन लिँदैछौँ भनेर यहाँ चुपचाप जानुपर्छ भैया हामी सामको आएको थियौँ भनेर जानुपर्छ कि अनि बल्ल हुन्छ त्यसमा होइन के अरे त्यो कुरा चाहिँ के अरे हेर्नै हुन्न कि त्यसलाई कि त्यसलाई हेर्दैन के हुन्छ भन्दाखेरि जस्तो के अरे हेर्दैन त्यही भन्न खोजेको मैले कुरा बटाउनु हेर्दैन कुरा बटाउनु खोजेको हामी त्यहाँ अघि पसेर गएको थियौँ त्यहाँ अलिक महँगो भनेको थियो कि हामीलाई ल गाइस हामी सिटी सेन्ट्रल मलको बाहिर पनि निस्किसकेको छौँ आइफोन 17 प्रो म्याक्स पनि हामीले पाइसकेको छौँ होइन अब मैले यो भ्लगलाई यहीँ एन्ड गर्छु सबैले लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला अहिलेलाई भने प्राञ्जल टक विथ प्राञ्जललाई सब्सक्राइब गरिदिनु होला र लाइक गरिदिनु होला माया गरिदिनु होला सेयर गरिदिनु होला मैले प्रोग्रामको नाम पनि टक विथ प्राञ्जल र युट्युब च्यानलको नाम पनि टक विथ प्राञ्जल भन्ने राख्ने निधो गरेको छु होइन अब किनभने
म एउटा सोको तयारीमा छु, अलिकति लेट हुन सक्छ होला त्यो आउनको लागि, तर आउँछ नै, किनभने मैले अहिले मान्छेहरूसँग कोअर्डिनेट गर्दैछु कसरी लिएर आउने प्रोग्रामलाई भन्ने कुरामा म कोअर्डिनेट गर्दैछु, त्यो भएको भएर अलिकति समय त लाग्छ टकुत प्राञ्चललाई। त्यति बेलासम्मको लागि म यस्तो डेली भ्लग र थर्ड अफ द डेको रूपमा म तपाईँहरू आज आइरहेको हुन्छु। अहिलेलाई भने म यो भ्लगलाई एन्ड गर्छु। लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। नमस्ते।